पाप हो र मैले अब यो रिस चाहिँ पाप हो कि होइन भनेर अनुसन्धान गर्नुको लागि कतै नेपालीलाई मात्रै रिस उठ्दाखेरि हिर्काउनु मनपर्छ कि भनेको होइन। यदि रिस पाप नहुँदो हो भने त जापानको मान्छे रिस उठ्नु बित्तिकै गoi नाच्नु पर्ने थियो नि। अमेरिकाको मान्छे रिस उठ्यो भनेपछि सिरो गरेर सुत्नु पर्ने थियो नि। तर जसलाई पनि रिस उठ्दाखेरि चाहिँ पापलाई मात्रै सोचाउँछ। नेपाली त झन् विश्वमा कीर्तिमान कमाएको हो, किनभने रिस उठ्नु बित्तिकै दाँत फुस्काउनु पनि परिहाल्छ। यस कारणले त यो रिस डाहा यति साह्रो आज मेलामा कतिजना घुम्न आउनु भएको छ है। यो डाहा भन्ने कुरो चाहिँ फेरि दाजु बहिनी भन्दा दिदी बहिनी पो बढी हुँदो रहेछ क्या। रातो मजाको साडी लगाएर जाँदा पाहाडबाट हेर्दो रहेछ, अर्कोले हेर्न त्यसले झिल्के साडी लगाएको मेरो छैन भनेर यस्ता यस्ता किसिमको डाहा र यी सबै कुराका पापहरू चाहिँ मान्छेको हृदयबाट उब्जना हुँदै 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 जाँदो रहेछ। यसले यी पापहरूको क्षमा चाहिँ परेवा उडाएर हुँदो रहेछ। मान्छेलाई बचाउनलाई चाहिँ मानिसको रगतको खाँचो हुँदो रहेछ। यसै कारण आज यीशु ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ हाम्रो निम्ति मानिस बनेर संसारमा आउनुभयो। अब यीशुलाई मान्छेलाई बचाउनलाई चाहिँ मान्छेको रगतको दरकार पर्दो रहेछ। मैले यो कुरालाई धेरै जाँचेँ र कुनै पनि अस्पतालमा मान्छेलाई रगत चाहिएको बेलामा हप्ता कुकुर काटेर लगेर रगत चलाएको मैले कहिले देखिनँ। राणाको रगत हालेको कहिले देखिनँ। तर जहाँ पनि जाँदाखेरि मान्छेलाई बचाउनु मान्छेको रगत मात्र चाहिँदो रहेछ। यसै कारण यीशु ख्रीष्ट मान्छे बनेर आउनुभयो। नत्र उहाँलाई के खाँचो थियो माथि आकाशबाट विश्वास गर भन्नु पनि त सक्नुहुन्थ्यो नि। तर मान्छेको लागि उहाँ आज कुरूप बन्नुभयो, तपाईँको लागि मेरो लागि। अनि मैले सम्झेँ यीशु ख्रीष्टलाई क्रुसमा झुन्डाएर मार्यो, चोरो होला भक्कु अन्त मार्यो नि भने क्या मैले पहिला बदमास गरेर क्रुसमा झुन्डाएर मार्यो। मैले यस्तो सम्झिन्थेँ यीशु